सम्पूर्णमा नमस्ते। मेरो नाम चाहिँ सङ्गम भण्डारी। मेरो घर गलैङ नगरपालिका वडा नम्बर 2 बटुवा। हाल चाहिँ म ब्याचलर अध्ययन गर्दैछु र म चाहिँ मेरो एम चाहिँ के हो भन्दा जर्नलिजम बन्ने हैन, एउटा समाजमा राम्रो पत्रकारिता गरेर चाहिँ समाजलाई राम्रो मार्गदर्शन दिने मेरो चाहिँ एकदम लक्ष्य छ। अनि तपाईहरुलाई आजको यस भिडियोमा चाहिँ म एउटा राम्रो कुरा सिकाउन गइरहेको छु, जसमा चाहिँ तपाईहरुले आफ्नो परिचय कसरी दिने त कुनै कार्यक्रम समारोहमा समावेश हुँदै गर्दा तपाईहरुले आफ्नो परिचय कसरी दिन सक्नुहुन्छ, कसरी पब्लिक मान्छेलाई आफ्नो एट्र्याक्सन बनाउन सक्नुहुन्छ भन्ने कुरा चाहिँ आजको यस भिडियोमा म सिकाउन गइरहेको छु। आई होप तपाईहरुलाई यो भिडियो मन पर्नेछ र तपाईहरुलाई यो भिडियो मन परेमा लाइक, शेयर अनि कमेन्ट गर्न नभुल्नु होला। सो भिडियोलाई सुरु गरौँ है त। सुरुमा चाहिँ हामीले आफ्नो परिचय दिँदा सम्बोधन गर्नुपर्ने हुन्छ। सम्बोधन कसरी गर्ने त? नमस्ते, नमस्कार हैन, तपाईहरुलाई के उत्तम लाग्छ? नमस्ते, सम्पूर्णलाई नमस्ते, सम्पूर्णलाई नमस्कार, कुन सुहाउँछ त? हैन, धेरै जसो चाहिँ नमस्कार भन्दा चाहिँ राम्रो देखिन्छ जस्तो लाग्छ मलाई चाहिँ है। नमस्कार भन्दा चाहिँ एकदमै आधार गरेको हैन, एकदमै राम्रो शब्द चयन गरेको जस्तो लाग्छ। त्यसैले सबैले सकेसम्म नमस्कार भन्नु एकदमै राम्रो हुन्छ, किनभने नमस्कार भन्नाले चाहिँ आफूलाई शब्दहरू लामो वाक्य भएको शब्दलाई चाहिँ मुखार बिन्दुबाट चाहिँ प्रयोग गर्न सहज र अरू गाह्रा शब्दहरू पनि सहज हुन्छ। त्यसैले नमस्कार भन्न एकदमै राम्रो लाग्छ मलाई चाहिँ है। तपाईहरुलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। र नमस्ते पनि ठिक छ, तपाईहरुलाई ठिक लाग्छ भने अलवेज ठिक छ। सम्पूर्णलाई नमस्ते अथवा नमस्ते ठिक छ हैन। आज म तपाईहरुलाई छोटो क्लिप देखाउँछु है त। सम्पूर्णलाई नमस्कार। मेरो नाम सङ्गम भण्डारी। मेरो घर गलैङ नगरपालिका वडा नम्बर 2 बटुवा हैन, यसरी भन्न सकिन्छ। तर मैले बिचमा केही शब्दहरू छुट्याएको छु, तपाईले गेस गर्नु भएन र। हामीले कुनै पनि ठेगाना भन्दै गर्दा हालको ठेगाना बताउनु पर्छ हैन। हाल म यस ठाउँमा बसेको छु यसरी। सम्पूर्णमा नमस्कार। मेरो नाम सङ्गम भण्डारी। मेरो घर गलैङ नगरपालिका वडा नम्बर 2 बटुवा। हाल म वासस्थान गर्दै आएको छु। म विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा निरन्तर आबद्ध रहेको छु। समाजमा नयाँ कुराहरू छाउन, नयाँ परिवर्तनहरू ल्याउन म यस पेसामा एकदमै मनदेखि नै रुचि लिएर अगाडि बढ्दै आएको छु हैन। कति राम्रो सुनिन्छ नि शब्द। हामीले शब्द चयन गर्नुपर्छ कि कुनै पनि कुरा बोल्न, स्पष्ट बोल्नका लागि राम्रा शब्दहरू चयन गर्नुपर्छ। यदि राम्रा शब्दहरू चयन गर्न सक्यौँ भने मात्र हाम्रो परिचय, हाम्रो व्यक्तित्व, हामीले ठुलालाई दिने आदर सम्पूर्ण एकदमै स्पष्ट रूपमा राम्रो सुनिने देखिने गर्दछ। तपाईहरु कुनै कार्यक्रम समारोहमा बोल्नुभयो भने कसरी त्यो कार्यक्रमलाई राम्रो बनाउने त? तपाईहरुले आफूलाई कसरी प्रेजेन्टेसन गर्ने त भन्ने कुराहरू तपाईले मेन्टालिटीमा पहिलो कुरा नै घुसाउनुपर्छ। त्यसैले यो भिडियो तपाईलाई सम्पूर्णमा नमस्ते। मेरो नाम सङ्गम भण्डारी। हाल म गलैङ नगरपालिका वडा नम्बर 2 बटुवामा बसोबास गर्दै आएको छु र विगत 2 वर्षदेखि म निरन्तर पत्रकारिता क्षेत्रमा आबद्ध रहेको छु। तपाईहरुलाई थाहा हुन सक्छ, मैले यस क्षेत्रका विभिन्न समस्याहरूलाई स्थानीय सरकार अथवा सरकारी निकायका व्यक्तिहरूलाई यी समस्याहरू देखाइरहेको छु। बिचमा ग्याप लिनु, तपाईहरुले कुनै पनि शब्द अड्किन लाग्यो बिचमा के बोल्ने भनेर अड्किन सक्छ, लाइक म जस्तै हैन। त्यति बेला हाम्रो के हुन्छ भन्दा मेन्टालिटीमा के भन्ने त अब अड्किनु हुँदैन के, कुनै पनि कुरामा अड्किनु हुँदैन। त्यसलाई कसरी कन्टिन्यू दिने त भनेर दिमागमा सोच्ने के हैन। सोच्नु 2 सेकेन्डमा हामीले धेरै सोच्न सकिन्छ। एकदमै सोच्नु, शब्द सोचिहाल्नु। हाल म बसोबास भन्नु पर्यो नि त। हाल म बसोबास गर्ने स्थान यसरी सोचिहाल्नु के फास्ट इमिडिएटली है। एकदमै राम्रो 2 सेकेन्ड। कुनै कुरामा अड्किनु भयो भने चाहिँ सोच्नुपर्छ हैन। कन्टिन्यू जाऊ। हाल म चाहिँ यहाँ बसोबास गरेको छु भनिहालेँ।
अनि मैले स्थानीय कुराहरू, स्थानीय सम्पदाहरूलाई सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँछु होइन। मलाई चाहिँ एकदम अध्ययनमा एकदमै रुचि छ। म नयाँ कुराहरू प्रत्येक दिन नयाँ कुराहरू अध्ययन गर्ने गर्दछु र मलाई एकदमै यो अध्ययन गर्दा एकदमै उत्साह, खुसी, उमङ्ग यी शब्दहरू एउटै हुन् होइन। तपाईँले जुन शब्द प्रयोग गर्दा नि हुन्छ एकदमै खुसी लाग्छ होइन। यसरी चाहिँ हामीले आफ्नो सम्बोधन दिन सकिन्छ होइन। तपाईँलाई यो भिडियो कस्तो लाग्न सक्छ, जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्न नभुल्नुहोला। र मैले बनाएको भिडियो तपाईँलाई नेगेटिभ पोजिटिभ के थिङ्क आयो, दिमागमा के आयो तपाईँको, त्यो पक्कै पनि कमेन्ट गर्नुहोला। र मबाट कुनै त्रुटि भएको छ भने तपाईँहरूले त्यो मैले सुधार्न, मैले अझ त्यसलाई राम्रो बनाउन के गर्नुपर्छ त्यो पनि सुझाव दिनुहोला। र म आफूलाई सुधार्न एकदमै म प्रतिबद्धता छु। तपाईँहरूलाई मैले ज्ञान कसरी दिन्छु भन्दा म आफूले पहिला गेन गर्छु ज्ञान होइन, आफूले आर्जन गर्छु अनि बल्ल तपाईँहरूलाई मैले ज्ञान दिन्छु। त्यसैले बेस्ट अफ लक एभ्रिवान है। सम्पूर्णलाई मेरो तर्फबाट धेरै धेरै शुभकामना। जीवनमा अगाडि बढ्दै जानु, आफ्नो लक्ष्यलाई निरन्तर पछ्याउँदै जानु, यही छ मेरो शुभकामना। हस्, आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नुहोला। र आगामी दिनहरूमा कस्तो भिडियो खोज्नुहुन्छ म त्यस्तै भिडियो ल्याउनेछु। त्यतिन्जरी म सङ्गम भण्डारीलाई पनि बिदा दिनुहोस्। धन्यवाद।